रश्मि पनेरू र योगेन्द्र भट्टको केसमा नयाँ खुलासा। उनीहरू दुवैको बीचमा त भिलेन कोही अरू नै रहेछ र त्यो भिलेन पाकिस्तानी केटा होइन, नेपाली केटी पो रहेछ त। ल बधाई छ। सुन्न तयार हो स्टोरी? त्योभन्दा पहिला एउटा एकदम इम्पोर्टेन्ट प्रश्न मलाई बारम्बार सोधियो, त्यसको जवाब दिन्छु। मलाई सोधियो बारम्बार कि योगेश भट्ट यदि मेरो छोरा हुन्थ्यो भने म के गर्थेँ। यदि योगेश भट्ट मेरो छोरा हुन्थ्यो भने म भन्थेँ, छोरा तिमी मलाई डिभोर्सी स्वीकार्य छ, तिमी मलाई गरिब स्वीकार्य, जुनै हालतमा स्वीकार्य छ। हिंसाको बारेमा कुरा नगर है, हिंसक मानसिकता नराख है, किनभने तिमी जेल गयौ भने तिमीसँग छुटिएर म कसरी बाँच्नु, त्यो भन्थेँ म। बट अब कुरा गरौँ भिलेनको बारेमा। भिलेन त अरू कोही नभएर रश्मिको बेस्ट फ्रेन्ड पो रहेछिन्। कस्तो कस्तो विकृत मानसिकता भएको व्यक्तिहरूसँग पाला पर्दो रहेछ हाम्रो। अब सुन्नुहोस्, क्राइम पेट्रोल इन रियल टाइम राइट नाउ। कुनै महिलाले, कुनै केटीले, यङ 20s को एउटा केटीले क्राइम पेट्रोल टाइपको प्लटिङ गरेको रहेछ। सो हियर इज वाट ह्यापन। एउटा टिनेजर केटी यङ एजमा भागेर बिहे गरिन्। 4 वर्षसम्म आफ्नो लोग्नेसँग खुसी खुसी बसिन्। अमेरिका आइन्, केही महिनासम्म पनि खुसी नै थिइन्। अनि अचानक उनी आफ्नो एउटा बसाइ सरेर अर्को ठाउँमा गइन्। जब उनी नयाँ ठाउँमा गइन् नि, अचानक उनको बुढाले शङ्का गर्न थाल्यो र उनलाई नयाँ नयाँ खालको अचम्म खालको भावनाहरू आउन थाल्यो। भइ के राखेको थियो थाहा छ? उनी जहाँ सरिन् नि त्यहाँ एउटा केटीसँग उनको भेट हुन्छ, जसलाई उनले बेस्ट फ्रेन्ड भन्छन् र मान्छन्। तर त्यो बेस्ट फ्रेन्डले एकातिर योगेन्द्र भट्टलाई, योगेन्द्र भट्ट तिमी पनि सुन है प्लिज, तिम्रो रिलेसनसिप कसरी चाहिँ हावामा बर्बाद भयो भनेर बुझ है। आज तिमीले यो कुरा बुझ्नै पर्छ। सो जब रश्मि नयाँ ठाउँमा सरिन् तब तिमीहरूको बिहामा प्रब्लम भएको हो कि होइन? त्यो नयाँ ठाउँमा सर्दाखेरि नयाँ साथीले तिमीलाई फोन गरेर सबै कुरा सुनाउन थालेको हो कि होइन? त्यो सुन्न थालेपछि तिमीले शङ्का गरेर रश्मिसँग प्रेमपूर्वक कुरा गर्दै गरेको व्यक्तिले शङ्कास्पद प्रश्नहरू सोध्न थालेको हो कि होइन? तिमीलाई एकतिर त्यो केटीले त्यस्तो गर्दै थिए भने अर्कातिर रश्मिलाई के गर्दै थिए थाहा छ? मै 16 वर्षदेखिको अरूको कन्ट्रोलमा बसेकी केटी, कस्तो गाह्रो भएको होला। अब बल्ल ठाउँमा आएकी छौ, त्यो बुढाको नसुन। अब कहिले डिसिजन लिएको छैन, एकचोटि बुझ्नुहोस् न, उसले कहिले डिसिजन लिएको छैन। यो साथी यस्तो कन्भिन्सिङ छ कि उसले इन्टरनेटमा ठुल्ठुलो टिकटकरहरूलाई कन्भिन्स गरी, उसले गएर न्युज रिपोर्टरहरूलाई कन्भिन्स गरी, बुढासँग मिलेर दुईतिरै आगो यस्तो भयङ्कर लगाइदिए कि आज हामी यहाँ बसेर इलेक्सन छोडेर रश्मि पनेरूको कुरा गर्दैछौँ। सोच्नुहोस् यो साथी कस्तो हो। उसले जानी जानी दुईजनालाई दुईतिर ढकेलिदिएको। बट वाइ? त्यो साथीको खोजी गरौँ, त्यो साथीलाई प्रश्न गरौँ। त्यो साथीले गरेर रश्मि पनेरू र योगेन्द्र भट्ट दुवैको जीवन आज खतरामा छ। यो साथी हो जसले गरेर दुईटैको कसले ज्यान लिने हो, कसको दुईटैको लागि मन एकदम झुकझुक भइरहेको छ। यो साथीलाई खोजौँ, यो साथीलाई निकालौँ र उनीहरूको दुवैको ज्यानमा भएको खतराको सबुत प्लिज कलेक्ट गर्न मलाई हेल्प गरिदिनु होला। रश्मिलाई धम्कीपूर्ण जति मेसेजहरू आएको छ कि तपाईँहरूले मलाई स्क्रिनसट गरेर यहाँ सेयर गरिदिन सक्नुहुन्छ, मलाई त्यसको एकदमै आवश्यकता छ। सो अल्टिमेटली रश्मि पनेरू र योगेन्द्र भट्टको बिचमा झगडा लाउने, यत्रो इन्टरनेट हल्लाउने व्यक्ति रश्मि पनेरूकै बेस्ट फ्रेन्ड रहेछन्। अब बोल्नुहोस् तपाईँहरू। एउटा सेलिब्रिटी भन्ने त्यसले जहाँ पाए त्यही कमेन्ट गरेर के भनेपछि जे जस्तो भए पनि केटाले त्यस्तो मुख खोल्न हुन्थेन। कस्तो छाडा बोलेको छ अरे। मेरो एउटा लोयल पार्टनर भएर हेर क्या, लोयल पार्टनरले मात्रै बुझ्छ क्या यो कुराहरू। एउटा जो मान्छेले चाहिँ आफ्नो पार्टनरप्रति एकदम फुल्ली ट्रस्ट र फुल्ली माया र आँखा बन्द गरेर चाहिँ उसलाई चाहिँ माया गरेर एकदम टप प्रायोरिटीमा राखेको हुन्छ नि, त्यही पार्टनरले मात्रै बुझ्छ कि यदि त्यो कोही आफ्नो पार्टनरले चाहिँ त्यस्ता सिचुएसनहरू निकाल्यो भने, आफूलाई इग्नोर गर्यो भने कस्तो दुख्छ, कस्तो पीडा हुन्छ भन्ने कुरा त्यस्तै पार्टनरहरूले मात्रै बुझ्छ क्या। तिमीहरू जस्तो केटाले चाहिँ एउटा गाली गर्न पनि नहुने आफ्नो पार्टनर गलत बाटोमा होइन। अनि तिनीहरू केटीहरू चाहिँ है जहाँ पाए पाकिस्तानी बङ्गाली दुनियाँदारीसँग
हिँड्दा चाहिँ तिमीहरूले चाहिँ यति पूजा गर्नुपर्छ, सलाम गर्नुपर्ने रे, ल ल तेरो खुसी त्यही थियो। यार त्यसो जमाना गयो कि यार ब्रोस, लिटरली त्यो जमाना गयो कि त चाहिँ जेसुकै गर, त मलाई लुट, ल म त मलाई चाहिँ खुले आम लुट भन्ने त्यस्तो चाहिँ सकिँदैन क्या, सकिँदैन। एक वर्ष चाहे केटीको तर्फबाट चाहे केटाको तर्फबाट नो नो वे, सकिँदैन क्या त्यस्तो, सकिँदैन। उसले त्यत्रो 4 वर्ष लगाएको छ, त्यसमा 4 वर्ष कम होइन ब्रो, 4 वर्ष जवानी खेर गयो, समय खेर गयो, पैसा खेर गयो। आफ्नो एउटा बुढी मानेर बसेको गर्लफ्रेन्ड होइन क्या ऊ, गर्लफ्रेन्ड होइन बुढी हो क्या, बुढी। सिन्दुर हालेको छ, 7 फन्टा घुमाएर सिन्दुर हालेको बुढी हो क्या ऊ, बुझ्यो कि नै। गर्लफ्रेन्डै हुँदा पनि आफ्नो गर्लफ्रेन्ड अर्को केटासँग बोल्दा मात्र त कतै रिस उठ्ने है। आफ्नै बुढी लिटरली आफ्नो बुढा बुढी त्यो अर्का पाकिस्तानीसँग गएर त्यस्ता अननोन रिलेसनहरू राख्दा अझ चाहिँ त पनि साथी बनारे। ओ माई गड यार, फ्रस्ट्रेसन लेभल हामी सुन्ने मान्छेको त म एकदम रिस उठेर कस्तो भइरहेछ भने त्यो गर्ने मान्छेले नि मुख छोड्न नपाउने, जे पनि भन्छ, रिस उठ्यो भने जे पनि भन्छ क्या, आफ्नै बुढी हो क्या ऊ। कस्तो कुरा गर्छ यार, काम न काज बिजी। ओ माई गड बिजी, तिमीहरू बहाना, तिमीहरूलाई बिजी भन्ने एउटा बहाना हो क्या तिमीहरूको। 24 घण्टामा टोइलेट लाग्यो भने दिशा लाग्यो भने तिमीहरू हग्न जान्छ कि न, टोइलेटमा भोक लाग्यो भने घिचिन्छ कि न, टाइम निकालेर निन्दो लाग्यो भने टक्क लगाएर सुत्न गइन्छ कि नै। तिमीहरूलाई आफ्नो पार्टनरसँग बोल्ने टाइम हुँदैन 24 घण्टामा एकचोटि। जस्ट फुल, जो मान्छे फुल त्यही मान्छेले मात्र पत्याउँछ कि यस्ता कुराहरू, पागल गइगाहरू। मान्छेलाई उल्लु सोचिया छ। अब हेर छोरी, तिमी अमेरिकामा पहिले र सासू ससुराले खर्च गरेर पठाएपछि अब तिमी लिभिङ टुगेदर हो कि सिभिङ टुगेदरमा बस्यौ नबस्यो बसिनौ, उसको लाया पैसा फिर्ता देऊ। अनि हेर बाबु, अब तिमीले नि सामाजिक सञ्जालमा किचलो गरेर के तिम्रो स्वास्नीले अरूसँग गाला जोड्या फोटो तिमीले हालिसकेपछि अब फेरि स्वास्नीले अहिले मिलेर म बोलाउँछु जान्छु भन्यो भने तिमीले नि नाक काटेर गुमा गाडेर गयो हुन्छ है। फेरि तिमीले पनि आफ्नो लागेको दाम कति छ त्यो दाम साउ ब्याज उठाउनु लिनु। अनि तिमीले नि 1 करोड 2 करोड 3 करोड चाहिँ नबनाएर त्यो चाहिँ पाप लाग्छ। फेरि तिमी पनि पैसा बिक्नी भन्छन्, त्यसरी बार्गेनिङ नगर। तिम्रो पनि कति लागेको छ पैसा, त्यति पैसाको मलाई साउ र ब्याज आजसम्मको दे भनेर भन। तिमी अब अमेरिका जान भनेर त्यहाँ तिमी पनि त्यो नगर। फेरि तिमीलाई लाज हुन्छ नि, शरम हुन्छ नि, फेरि शरमको पनि ख्याल राख नि बाबु। तिमी छोरो जस्तो मान्छे भएर भने तिमीलाई नि छोरी भनेर सम्झाएको छोरी 1 बाट 2, 2 बाट 3, 3 बाट घिन हुन्छ। यस्तो दुःख गरेर 4 वर्ष लप पर्या भने कुरो सानो हो। हामीलाई आज हेरेर पर्सि बिहे गरेर त पोइ छोड्न गाह्रो गएर हाम्रो देशको सिचुएसन, राजनीति र भ्रष्टाचारी नेतामै जान्छ क्या। हाम्रो देशमा यदि हाम्रो त्यो पनेरुजीले यहाँ रोजगारी पायो भए हाम्रो भट्टजीले उसलाई विदेश पठाउँदैन थियो नि त। लोग्ने स्वास्नी क्वार्लामा अँगालो मारेर यहीँ नेपालमै हुन्थ्यो, आफ्नै घर परिवारमा हुन्थ्यो होइन। पनेरुजीले पाकिस्तानी खोज्नु जरुरी थिएन। केटाकेटी भन्नु पो भएको छैन। केटी अब विदेश पठायो अमेरिका, किन भन्दाखेरि हाम्रो देशमा भविष्य राम्रो देखेन, त्यही भएर उसले स्वास्नी पठायो नि त। पठायो अब अमेरिकामा गयो, अमेरिकामा अब लोग्नी भन्दा राम्रो त्यहाँ केटा देख्यो होला, उनीहरूको भनाइ अनुसार है, यहाँको अनुसार पाकिस्तानी देख्यो होला। पाकिस्तानी मान्छेहरू नि अलि ह्यान्डसम नै हुन्छन् होइन, अलि चिटिक्क परेका गोरो, दाढी पनि झ्याप्पा पालेका होइन, अलिकति स्वाद फेरिन्छ नि त। मान्छेको मन भड्किन कुनै कति बेर पनि लाग्दैन। मेरो फर्स्ट फिल्म मन भनिसक्यो। त्यत्तिकै बुढापाकाले उखान गर्छन् त दाइ, मुठीभरिको धन आफ्नो, नजरभरिको स्वास्नी आफ्नो। किन भन्नुहोस् त, मान्छेको मन नहो। नजर अजगाल होइन, एकतिर मात्र हुँदैन क्या, 10तिर घुमिरहेको हुन्छ क्या अहिले सामाजिक सञ्जालले गर्दाखेरि। अहिले संसारै आफ्नो हातमा छ क्या होइन। अनि त्यसपछि होइन सबै अहिले यो बिग्रिया कारण के हो भने कोहीको लोग्ने विदेश होला, कोहीको स्वास्नी विदेश होला होइन। अनि के हुन्छ नि, लोग्ने एकतिर स्वास्नी एकतिर भएपछि के हुन्छ नि अलिक उकुस मुकुस हुन्छ क्या। अहिले फेरि सामाजिक सञ्जाल यस्तो बलियो भएर आइदियो कि मोबाइलमा जे पनि हेर्न पाइन्छ। संसार नै मोबाइलभित्र मोबाइलमा हेर्दाखेरि नै त्यहाँ सबै राम्रो चिज मात्र हेर्छ भने छैन नि, त्यहाँ त अनेकौँ चिज आउँछ। त्यो हेर्दाखेरि अलिकति मान्छेहरूले कन्ट्रोल गर्न सक्दैन। अनि केटाले केटी खोज्दै हिँड्छ, केटीले केटा खोज्दै हिँड्छन्। दाइ पनि पर्नु भएको छ यस्तो कुराहरू? छैन, मेरो त यहाँ अब म त्यही भएर त नेपालमै छु। मेरो सबै नेपालमै छ, मेरो घर परिवार नि नेपालमै छ, मेरा गर्लफ्रेन्डहरू पनि नेपालमै छ। मलाई त्यस्तो तनाव छैन। तनाव भइहाल्यो भने होइन हिसाब किताब गर्नु आउँछ मलाई। 6 छक्का 36 भन्दै हिसाब किताबै म गणितमा एकदम पहिलेदेखि मेरो 100मा 100 आउने।